एउटा पाण्डा दिनहुँ बिहानै उठेर मासु पसलमा गएर मासु खरिद गर्छ र आफ्नो स्टलमा ल्याएर त्यसको मोमो बनाएर बेच्ने गर्छ। उसको मोमो एकदमै टेस्टी हुने गर्छ, त्यसैले मानिसहरू पनि उसको स्टलमा आएर भिड लगाएर मोमो खाने गर्छन्। पाण्डाले आफ्नो मोमो स्टलको व्यवसायबाट एकदमै राम्रो पैसा कमाइरहेको हुन्छ र कहिलेकाहीँ उसले घरमा एक्लै बसेर पार्टी पनि गर्ने गर्छ। ऊ आफ्नो दिनभरिको व्यस्तता र थकाइले बेलुका समयमै सुत्ने गर्छ। एक दिन ऊ मोमो बनाइरहेको बेला एक्कासी पछाडिबाट विशाल आकारको भैँसी आउँछ र उसको स्टललाई तहस नहस बनाइदिन्छ र त्यसपछि सुरु हुन्छ बफेलो र पाण्डाको रेस। भैँसीले पाण्डालाई पानी मुनि गए पनि छोड्दिन भने जस्तो रिसले लखेट्छ र पाण्डा आत्तिँदै जहाँ पाए त्यहीँ भाग्न थाल्छ। भैँसीले पाण्डालाई खेतै खेत लखेट्छ र पाण्डा भाग्दै भाग्दै कैलाश पर्वत पुग्छ शिवजीको शरणमा। पाण्डाले शिवजीको सामु माफी माग्छ, अबदेखि कदाति भैँसीको मोमो बनाउँदिन भनेर, र एक्कासी पाण्डा आफ्नो निन्द्राबाट बिउजिन्छ। उसले बिहानै उठेर मासु पसल नगई तरकारी पसलमा गएर हरियो सागसब्जी लिन्छ र त्यसैको मोमो बनाउन थाल्छ। बफ होस् या भेज, पाण्डाले बनाएको मोमो सधैँ टेस्टी हुन्छ र मानिसहरू पहिलेकै जस्तै उसको स्टलमा भिड लागेर मोमो खान आउँछन् र त्यो दिनदेखि पाण्डाले भोकाएको जनावरहरूलाई पनि मोमो खान दिइने गर्न थाल्छ।